यो हेलो वाट्सएप गाइस आज चाहिँ हामी दसैँ मनाउँदैछौँ होइन कति सालको अरे 2082 सालको है यहाँनिर हाम्रो यता ल ह्याप्पी दसैँ है ल हाम्रो चाहिँ यहाँ जमरालाई पूजा हुँदैछ यहाँ टक्क म्युजिक पनि छ अनि हाम्रो छन् यता गाइजहरू ल ह्याप्पी दसैँ ऊ यता पुरा रोटी पाक्दैछ है यता फेरि टिकटक मनाउँदै के चल्दैछ है अब बिस्तारै हामी टिका सिका लाउँछौँ ममा हामी बिस्तारै टिउनै गाइस ल बिस्तारै देखाउने छौँ यो त फेरि भाइरल हुन्छ नि युट्युबमा 200 भ्युज आउँछ दसैँ यस्तो हुँदैछ है हाम्रो चाहिँ ल ह्याप्पी दसैँ गाइस 2082 सालको ल अब एकछिनमा हामी म चाहिँ लाउँछु टिका उनीहरू चाहिँ लाउँछ होला टिका सिका लगाएर खानाहरू खाएर बाहिर गएछ आज घाम लागिरहेछ मस्त ल चाहिँ तपाईँ नि बस्नु ल युट्युबमा अनि यो अहिले जति चाहिँ जे खिचेको सब युट्युबमा ल ह्याप्पी दसैँ भिडियो हो युट्युबमा ल ह्याप्पी दसैँ ल सेलरोटी है हाम्रो चाहिँ यता दुईजना दिदीहरूले अर्को चाहिँ दुईवटा चाहिँ टिकटक मात्रै बनाउने यता मेहनत गर्ने दुईजना हो अर्को दुईवटाले चाहिँ त्यो बनायो भनेर हाल्छ होला गाइस नपत्याउनु यता बनाउने दुईजना यता यो वाट्सएप गाइस यो रोटी चाहिँ खासमा के को बनेको भने नि हिजो दिदीले चामल ल्याउनु भन्नु हुँदै थियो मोटो मोटो चामल भिजाएर ल्याउनु न राति आउँदा सबै 12 बजी आइपुग्यो सबै दोकानै बन्द भयो क्या चामल ल्याउनु पाएन लास्टमा यहाँनिर ऱ्याकमा सुसी बनाउने चामल हो क्या यो सुसी बनाउने चामलको सेलरोटी बनिरहेछ यहाँ सुसीको चामलको सेलरोटी ल है अब चाहिँ हाम्रो दसैँ सुरु भयो हाम्रो चेलीहरू हुनुहुन्छ चेलीबेटीहरू सबभन्दा ठुलो चाहिँ हाम्रो चेङ्गा दिदी होला ठुलो बडाले लगाइदिने अरे ल ह्याप्पी दसैँ लुक हाम्रो दसैँ पुरै दसैँ हुँदै दसैँ मनाइँदैछ यहाँ पुरै ल यो सबैजनाले यता फर्केर ल ह्याप्पी दसैँ ल ह्याप्पी दसैँ पैसा चाहिँ पर्सनल हो पर्सनल कि त्यहाँ जाँदैछ हो र खै कहाँ छ ए उता रहेछ नि त ल तिम्रो त कपी पेस्ट गर्न मिलेन त दिदी हो भने खै के हो दसैँ कन्फ्युज
एक्लै एक्लै गर्नु सादा नजानु हामीलाई खबर गर्नु पुगेर फोटो पठाएर ए युट्युबको भ्लग पठाएर लाइक गर्नु मात्र नभन्नु युट्युबमा हाल्यो हेर्ने हो नि युट्युबमा चाहिँ सब्सक्राइबर बढोस् भनिदिनु न अर्को वर्ष तिम्रो बिहे खान पाऊँ सबैजनालाई बोलाउनु सात समुद्र पारीदेखि कुदेर आउने मेरो बेमा मेरो त आशै पनि बिहे खानु मात्रै पाओस् अरे यार अनि अब के हुन्छ नि दक्षिणा लु मलाई चाहिँ हेर्नु क्या दक्षिणा पाउँछ यति भएर नहलिकिन ले 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 भाइरल हुन्छ है अब अब कब अबले त पर्दैन भित्र कमाउन लाइन्छ अब भाइरल तिमीले पहिले कमले ल्याइदिएको हो त भयो ल अब खानपिन कार्यक्रम होइन त ल खानपिन कार्यक्रम गाइजहरू म चाहिँ फेरि यहाँ पानीको भण्डार छ होइन पानी मात्रै पिउँछु अब म पिउँदिनँ के गर्नु खोइ यो कसरी खोल्ने खोल्नु नि त यी यहाँ छ है आम्मामा पुरै अब के गर्नु अब खाइँदैन पिइँदैन ल सकियो दसैँ अब खानपिन कार्यक्रम गरौँ अब ल गाइज हामी चाहिँ अब टिका सिका लगायो खाजासाजा खाइयो यसो बाहिर पार्कतिर जाने अरे हो यसो घाम लागिरहेछ घुम्नलाई फोटोसोटो खिच्ने अरे टक्क लाएर ल अब हामी डाइरेक्टमा पुगेर चाहिँ ल हामी चाहिँ आइपुग्यौँ है यहाँ पार्क नेसनल अरे यो चाहिँ पार्कुल नेसनल यो चाहिँ प्याचा याङकोली र प्याचा मुन्सीको बिचमा पर्छ नेसनल पार्क अरे सेक्टर 2 मा अनि हाम्रो छन् यता लेडिज पार्टीहरू मनोज गजरेलको नातिनी होइन ए काका भतिजी छोरी चाहिँ रहेछ अनि हामी चाहिँ ल हामी छिर्यौँ है अब एक्सप्लोर गर्नुपर्छ कस्तो रहेछ नेसनल पार्क अरे कफी मेसिन रहेछ ल ओह्रालो झर्दै जाउँ अब कहाँ पुगिन्छ उसको भ्लगमा उसको भिडियो खिचिदिएर हालिदिनु अरे हो ल दसैँ मनाएको घुम्नु पनि अरे अनि हाम्रो टोलीहरू हामी 6 जना टोलीमा चाहिँ 2 जोडी हिँड्दैछ उता ल आज चाहिँ घाम लागिरहेछ आज एक दिन घाम लाग्यो आम्मामा 6 दिन पानी पऱ्यो अब आज घाम लाग्यो फेरि शुक्रबारसम्म नन स्टप पानी पर्छ आज चाहिँ आइतबार ल हिल लगाएपछि खुट्टा दुखिहाल्छ नि रोमनियन मान्छेहरू चाहिँ हेर्छ होला निधारमा टिका के होला यस्तो भनेर गाइजहरूले निधारमा रातो टिका लगाएर हिँडेको यहाँ खैरेकोहरूले पुरा हेर्दैछ के होला भनेर सोध्यो भने चाहिँ म फेरि भनिदिइहाल्छु होइन तर आश्चर्य भएर हेरि मात्रै रहेछ जाँदैछौँ हामी भित्र बस्ने ठाउँ राम्रो छ त्यहाँ गएर यसो म त के फोटोसोटो खिच्ने होला टिकटक बनाउने होला लेडिज पार्टीहरू मैले पो खिच्दिनँ अरे हेलो गाइज ल हामी चाहिँ आइपुग्यौँ है हाम्रो गन्तव्यमा ल टक्क लाएर ओ लेडिज पार्टीहरू ल यता हेलो 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 हाई गरिदेऊ ल दसैँ निधारमा रातो टिका देखेर छक्क परिरह होला खैरेहरू खैरे छक्क पर्दै गर्छ नेसनल पार्क अरे यो चाहिँ यही मात्रै होला यहाँनिर अलिकति राम्रो सिन भनेको भेट्किन्छ है त्यो भेट्किन्छ उयो मक्केको जस्तो छ
उयो ऊ ल यस्तो छ है सिन चाहिँ आजको दिनमा हाम्रो यहाँ लेडिज पार्टीहरू अब यहाँ फोटोसोटो खिच्ने होला हो गाइज वाट्सअप हामी चाहिँ अहिले पार्क छिरेको थियौँ अघि यहाँ नेसनल पार्कमा यता फोटोसुट पुरा भिडियो खिचाइ खतरा भयो होइन अझै कन्टिन्यू छ अब हामी रुम गएर फेरि खाना भोक लाग्यो है नि जाडो भयो एकजना उता गजरेल मनोज गजरेलको भतिजी छोरी टिकटकमै हराइरहेको फोटोमा सेलिब्रेटी हो नि आजको मनोज गजरेल उनीहरू ल ठिकै छ ल अब डाइरेक्ट हामी रुम गएर देखाउने छौँ होइन त मिठो मिठो खानेकुरा ओहो ल युट्युबमा आउने भयो तपाईँको जुत्ता ल युट्युबमा आउने भयो झिलझिले जुत्ता अयो ल त्यस्तै छ अब रुम फर्केको है लो लो बोलिदेऊ नि त यहाँ भ्लगमा यो होइन मजाले बोलाउनु ल साउट आउट टु मनोज गजरेलको भतिजी त्यो भयो भने अब मनोज गजरेलको नाम लियो भने आउँछ कि भ्युज 200 भ्युज भन्दा बेसी आउँदैन 216 हो हाइएस्ट भ्युज ल ल ल ल दिने होइन त उसको च्यानल हो फेरि मेन भनेको ल गाइस यस्तै छ रमाइलो पार्ट हो यो चाहिँ अब डाइरेक्ट रुम गएर खानेकुरा अब के खान्छ त्यो देखाउँछु म ल ल 2 1 गो ल ह्याप्पी दसैँ 2082 सालको ल अब हामी चाहिँ रुम लाग्यौँ है ल गाइस हाम्रो चाहिँ दसैँको एन्डिङ हो खाना टक्क लाफिङ साफिङ खायो ल दसैँको एन्डिङमै ह्याप्पी दसैँ ल ल खानु सुरु गरौँ है ल लु खानु त ल ल टिपौँ टिपौँ ल यो चाहिँ फेरि चिकन विङ्स है चिकन विङ्स छ अनि के अरे यो काप्रा ल ह्याप्पी दसैँ ल खाऊँ ल ल सुरु गरौँ है अब ल गाइस मेरो चाहिँ लाफिङ छ बनाएको तर राम्रो चाहिँ भएको छैन रोलै भएको छैन अनि यता हाम्रो दिदी बहिनीहरू खानुहुँदैछ कस्तो लागिरहेछ दसैँ कस्तो यहाँ छ है हाम्रो भोजनहरू ल गाइस दसैँ आजलाई चाहिँ यति नै हो अब हामी रुम जाँदैछ आजलाई यति नै ल बाई बाई त्यस्तो पनि माया देखाइदिनु होला बाई बाई टेक केयर ल देखेन तिमीलाई